त डेन्जर सानो रोड होइन मिन्स राति उता ट्राभल गर्दा चाहिँ साह्रै ओ बम्परमा झनै लड्यो नि ओ हामी जाने रोड हो बबालले छ त अन्त अनि चाहिँ हामी हिँडेको हो अगाडि 2 जना छ मम्ली गुड मर्निङ हो अनि अहिले चाहिँ हामी चाहिँ यता मापुङ रोड यहाँ चाहिँ रोड चाहिँ एकदम डेन्जरस रोड हो अगाडि साथी जाँदैछ रोड नै खतरा क्या मलाई चाहिँ साह्रै डर लाग्थ्यो यो रोड चाहिँ हिजो बेलुका राति आएको नि त अन्त त्यो बजुरीहरू हुन्छ नि क्या रोडमा यस्तो बजुरीहरू पनि पुरै हुने हो फेरि एक लेनमा पुरा चिप्लिने नि त अब झनै चिप्ले सो यो रोड चाहिँ साह्रै डेन्जर लाग्यो मलाई चाहिँ होइन त्यही माथि रोड खतरा अनि बेलुका साथीकोमा आएर चाहिँ हामीले चडक्क लागेर 40 करोडको मालको सुप खायो हो अनि बिहानै उठेर चाहिँ फेरि 20 करोडको सुँगुरको त्यो के अरे के भन्छ त्यसलाई धोत्रो त्यो खायो अनि त्यहाँदेखि चाहिँ हामी हिँडेको हो अगाडि 2 जना छ सो बाटो चाहिँ एकदम डेन्जर नि अब के भन्नु खतरा बाटो चाहिँ अहिले त यो त तल यता माथिबाट चाहिँ मुनि पर्छ कि अहिले मेन माथि निक्लेपछि चाहिँ खतरा छ बाटो चाहिँ अब्बै कसम लास खतरा बाटो क्या मैले चाहिँ सोचेकै थिइनँ अब यस्तो डरलाग्दो बाटो छ भनेर धेरै दिनपछि आएको नि त त्यसले गर्दाखेरि क्या अन्त यस्तो बाटोहरूमा चाहिँ फेरि म त्यस्तै एक्सपिरियन्स छुइनँ नि त अब हामी चाहिँ अलिक भए पनि सानोतिनो सिटीमा कुदाउने बानी हो त्यसले गर्दाखेरि चाहिँ यो बाटो नै डेन्जर लाग्यो मलाई चाहिँ अहिले त भन्दा पनि जतासुकै हाम्रो यो पार्टीकै मात्रै कुराहरू हुँदो रहेछ हाम्रो राईको के को मन्दिर कसले बनायो अरे के को मन्दिर कसले बनायो अरे हो त्यस्तो कुरा हुँदो रहेछ निकै सुन्दैछु होइन सायद त्यस्तो कुराहरूपट्टि बेसी फोकस गर्नु हुँदैन हो अब मान्छेले नि जति नै गरे पनि मान्छेले नराम्रो बनाउनु खोज्यो भने नि बनाउँदा हुन्छ के आखिरमा नराम्रो बनाउँदा मेरो घर परिवार होइन मैले गर्ने काम रोक्नु सक्दैन नि त आम्मा 10 क्या सेट भ्यू छ आम्मा ठेट वाउ अम्बो ओ हामी जाने रोड हो बबालले छ त अन्त कतिवटा गोलाइ हेर आम्मामा उयो माथिदेखि गोलाइ कतिवटा 18 गाइस यहाँदेखि चाहिँ हामी जाँदा चाहिँ 18वटा गोलाइ चाहिँ जानुपर्ने रहेछ यहाँदेखि चाहिँ आम्मामा क्या सेट रहेछ तल ऊ खोला देख्दैछ हो त्यो कम्पनी हो हामी जाने यता बिरदाङबाट उकालो भएर जो दामी गाइस यही ट्रेनिङ गर्नुपर्छ अब हामी बबाल तर यहाँको चाहिँ रोडहरू चाहिँ अब यहाँको चाहिँ डेन्जर सानो रोड होइन मिन्स राति उता ट्राभल गर्दा चाहिँ साह्रै पर्ने कि तर हुन्छ नि अब दिउँसो चाहिँ भ्यू पनि दामी हो हिँड्नु मजा आउने टाइपको क्या ऊ साथीले चाहिँ फेरि स्कुटी चाहिँ खतरा कुदाइदिन्छ कि म चाहिँ अलिक म पनि कुदाइदिन्छु तर रिक्स नहीं लेने का ना इसलिए हम लोग हेर न रोड त ईश्वर बनिदेऊ कहाँ जाऊँ बुई यस्तोमा चाहिँ अलिकति डर लाग्ने सिन हुन्छ कि मलाई चाहिँ के पस्यो नाकमा फेरि छ्या यो हेलमेट खोलेर कुदाउँदा चाहिँ के पस्छ नि त कि बबाले तर यहाँको रोड चाहिँ कि रोड पनि राम्रै यतिको चाहिँ होइन तर भिड चाहिँ साह्रै डर लाग्छ नि त राति त झन् म त अब कहिले पुग्ने त्यस्तो भइदिरहेको थियो क्या न टाइमिङमा पुग्थ्यो हिजो बेलुका चाहिँ हामी सिगरेट किन्नु लागि चाहिँ यहाँ आएको थियो साथीको मम्मीले सिगरेट सक्यो भनेर चाहिँ आएको थियो बेलुका हो सो अहिले चाहिँ फर्केको मापुङै होला मेबी मलाई त याद पनि छैन अब गएर म
यसको थम्बनेल टाइटलहरू पाइहाल्छ नि होइन के छ र थाहा पाइहाल्नुहुन्छ कुन रोड हो भनेर होइन यस्तोमा चाहिँ अलिकति जोगाएर कुदाउने छिन हो रिक्स नै लिने का त्यही पनि एक्लै छु नि त त्यसले गर्दाखेरि चाहिँ रिक्स नलिने हो हेर डाँडा काँडाहरू आज घाम मजाको लाग्दैछ आया 18-19वटा 21वटा टर्निङ काट्दा चाहिँ कस्तो होला हालत चाहिँ ठेट आया बाटो नै यो त अलिकति के भन्ने बाटो नै अब त्यस्तै प्रब्लम छ नि त अलिअलि यताउता खल्डाखुल्टी त आइहाल्छ होइन रोडै यहाँको चाहिँ टर्निङै डर लाग्दैछ नि त एक मिस्टेक भयो भने त यहाँदेखि फेरि डाइरेक्ट कहाँ पुग्छ नि फेरि हेर पाहाडी भिर पाखाहरू कस्तो टाइम देख्दैछ एउटा खुल्ला हो भर्खर 6-7वटा टर्निङ काटिँदैछ अझै डल्लै छ दोस्टले इन्डिकेटर बालिरहेको रहेछ अहिले ब्याट्री लो अरे स्कुटीको ब्याट्री डाउन हुन्छ फेरि यहाँ चाहिँ घर रहेछ अलिअलि हो जग्गा चाहिँ अब के भन्नु कि बबालै हो होइन चाहिँ अलिकति बाटो सानो भएकोले गर्दा मात्रै हो नि त नत्र चाहिँ बबाल छ जग्गा चाहिँ कि मलाई चाहिँ मनपर्छ जग्गा होइन हिजो चाहिँ अब यस्तो बेलुका चाहिँ यस्तो रोड चाहिँ डल्लै क्रस गरेर आइभएको अहिले चाहिँ ओह्रालो परेर अलिक हात चाहिँ दुख्ने सिन हुन्छ नि त त्यसले गर्दाखेरि बाटो चाहिँ बबाल हो कि तर अलिकति चाहिँ सानो रोड भएकोले मात्रै हो न त बेलुका कस्तो मजा आउँछ कुद्नु कि उकालो झन् कहिलेकाहीँ त हामी पनि हात छोडिदिउँ गाइस अब यस्तो रोडमा हात छोड्यो भने चाहिँ हेच रडे हुन्छ नि रडे फेरि हो हामी चाहिँ लास्ट आइपुग्यो जस्तो लाग्दैछ बजरीहरू रहेछ मैले चाहिँ एकछिन न्युट्रलमै कुदाइदिएको साह्रो स्कुटीको हल्लाले पनि ल्याङ एन्टकमा तेल त जति थाम्छ कि तर पनि यसो बबाल छ नि रोड चाहिँ कि रोड त साह्रै सानो भएर घाम फेरि कस्तो अझै कडा लाग्दैन आम्मामा टेट अरू बेला माथि नाम्चीमा हुँदाखेरि टन टन उयो लाग् पानी पर्ला जस्तो भएर चाहिँ भइरहेको हुन्छ त्यस्तो टन टन घाम लाग्दै भएर है भन्नु यहाँ पनि घर रहेछ टर्निङमै निकै मान्छेहरू रहेछ नि त्यहाँनिर यताउता बस्तीमा चाहिँ तर बस्ती नै हुन्छ नि त होइन यताउता मान्छेहरू खेतीपाती गर्ने के कसो आइया बम्पर बम्पर आइया हेट घामले चाहिँ अब पोल्दिन सिट भयो नि अब चाहिँ मलाई चाहिँ तर घामले चाहिँ ल्याङ पोल्दिने छ नि आम्मामा हेट तल पुगिसक्यो दोस्तहरू तल के झऱ्यो त हगेको हो के हो ठेट चराले हगिदिने हौ आत्था घामले चाहिँ ल्याङ पोलिसक्यो अब चाहिँ मलाई चाहिँ घामले यस्तो पोलिसक्यो बाटो फेरि यहाँको त खतरा नि बाटो फेरि सानो बाटो पनि टर्निङै कस्तो अप्ठ्यारो हेर्नु नि ठेट यस्तो चिप्लिएर चाहिँ गयो नि फेरि आम्मामा ठेट योसँग दोषको घर आएको पनि 2-3 खेप भयो हो अब मजै आयो होइन त्यस्तो त्यो बस्तीमा अब पुरै मजा खोज्यो भने त हुँदैन नि त अन्त अब दोषको फ्यामिलीहरू अस्ति आएर पनि भेटेको होइन अन्त त्यसले गर्दाखेरि चाहिँ अब राम्रो लाग्यो सबैजना सबैसँग राम्रो बोलेँ खुसी लाग्यो भेटेँ होइन अन्त त्यही हो नि त आयो जाठा मेरो स्कुटीको त हालत पत्ला हुन आँटिनु पुगेर
कति सानो रोड छ यहाँबाट तल गिऱ्यो भने पाइप बज्छ दिस साउन्ड आई लभ क्या यो पाइप बज्थ्यो नि पहिला सानोमा गाडीले ठ्याक्ठ्याक हिँडाउँदा याद गर्न सिनो आइया यहाँ चाहिँ अलिकति रफ छ जस्तो लाग्यो बाटो कि साह्रै सानो रोड हो डेन्जर खतरा गयो यहाँ चाहिँ एउटा बाटो हो बिस्तारै जानेसिन रिक्स नै लिने का बाबा घरमा आमा छ बाबा छ रिक्स नै लिने का मजा आयो तर साथीकोमा चाहिँ हो अब यताउता साथीसँग 3 खेप भयो साथी चाहिँ क्रिस्चियन रहेछ नि त अन्त आएँ घरमा उसको दादाहरू चाहिँ सबैजना बाहिर रहेछ नि त त्यसले गर्दाखेरि चाहिँ यसो म चाहिँ प्रायः साथीसँग आइबस्छु किनकि मलाई चाहिँ अलिकति एक्सप्लोर पनि गर्नु मन लाग्छ नि त अन्त भ्लगको लागि पनि टाइम दिनुपर्छ होइन त्यसले गर्दाखेरि चाहिँ म अब दोस्तकोमा चाहिँ प्रायः जस्तो उसले नजाउँ भन्दा पनि म प्रायः जस्तो होइन जानुपर्छ भन्ने क्या अब हुन्छ नि लाइक भिडियो पनि बनाउनु पर्छ यता जबमा पनि अब कामलाई पनि फोकस गर्नुपर्छ होइन अनि जेसुकै भए पनि कामले नै त हो अहिलेसम्म अब राम्रो फेरि बेसी बोल्यो भने अहिले फेरि यो मान्छेले बेसी सिकायो पनि ज्ञान ध्यान हुन्छ नि त त्यसले गर्दाखेरि चाहिँ त्यति साह्रो बेसी चाहिँ बोल्दिनँ म गाइस तपाईँहरूले अब के सोच्नुहुन्छ होइन त्योभन्दा बेसी बोल्ने आदत चाहिँ इट्स नट गुड भन्छ जस्तो लाग्छ मलाई चाहिँ हो हामी चाहिँ मेन रोड आइपुगिसक्यो अब यहाँ सिधै गएर चाहिँ तल मेन रोड छ साथीले मलाई पर्खिरहेको होला तल हो बिहानै घाँस काटेको देखेँ त हौ गुड लकहरूले नै घाँस काटेको देख्नु त अन्त बिहानै अन्त त्यो समयमा चाहिँ अब त्यो एउटा टाइम हुन्छ नि त मान्छेको सडन टाइम हुन्छ त्यो टाइममा चाहिँ गर्नु आफूले काम होस् जेसुकै होस् होइन गर्नुपर्छ नि त त्यसले गर्दाखेरि चाहिँ म पनि अब त्यही गर्छु नि त हो अन्त मेन चाहिँ रोड आइपुग्यो खास अब Is my mic is starting हेभी कुछ कसम बिस्तारै आरामले नो रिक्स रिक्स लिनु हुँदैन किनकि अब सानो कुराले पनि मिस्टेकले होइन दोस्तले त मलाई छोडेर कहाँ पुगिसक्यो नि रिक्स लिनु हुँदैन हो रिक्स लिनुभन्दा बेटर चाहिँ रोड त बबाल छ नि जोरथाङको रोड त यतिको रोड साँच्ची भनेको कि यो नि खास मेन प्लेन रोड भनेको चाहिँ यो जोरथाङ रोडको चाहिँ नि यत्तिकै रोड चाहिँ लाइक हाम्रो सबै जग्गा भइदियो भने चाहिँ बवाल हुन्छ क्या मजा पनि आउँछ होइन गाडी भेट्दिने हो अगाडि यस्तो जग्गामा चाहिँ पास नमाग्ने सिन होला अब रङ साइडमा चाहिँ पास चाहिँ माग्नु हुँदैन जति सक्दो चाहिँ राइटबाट खुल्ला जग्गा हेरेर मात्रै पास मागेको बेस्ट लाग्छ मलाई चाहिँ हो अन्त त्यस्तो रिक्स लिने कामहरू चाहिँ गर्नु हुँदैन तपाईँहरूको मेन कुरा चाहिँ के हो अब मलाई त्यस्तो लाग्छ हो
आम्बो बम्परमा छ थच बम्परैदेखि नानी छ्या नै लडे नि अब ओ बम्परमा झनै लडे नि हौ बम्परमा झनै लडे नि कसम फुल स्पिड आउँदै थिएँ ठेट चिउगा भन्ने छेउमा देख्दैन रहेछ कालो भएर फेरि कसले फोन गरेको कहाँ गएको खास लु बस के गर्नु गएको त्यहाँ चाहिँ अन्त गोली खेल्दैछ अहिले यसो ल मेरो ब्याग अगाडि राख्छु ल फेरि क्यामेराको भ्यू नै राम्रो हुँदैन कि जेवन भाइहरू कहाँ छ स्कुल सक्यो जो दस रोक्दैन होइन सो गाइस म चाहिँ अब यहाँबाट हिँडेको हो यता हाम्रो गाउँको भाइलाई पनि भेटेँ सो साथी पछाडि आउँदैछ अन्त अब चाहिँ यहाँबाट सिधै जाने उकालो घर बसेर फाइदा देखिएन हामी चाहिँ अब बिर्दाङ छिरेको अब यहाँदेखि उकालो छ नाम्ची फेरि हत्तु भयो बम्परमा चाहिँ झन्डै मरेको साथी चाहिँ कहाँ बस्छ कहाँ कहाँ अरे भाइ उयो माथि यहाँ रोकिदिनु आज गरमले चाहिँ बाटो त बाटै छ नि आज त घामले यहाँ होला हो ल ठिकै छ भाइ कहाँ यहीँ बस्दैछ के गर्दैछ अहिले ए कलेज गर्दैछ यहीँबाट जान्छ नि त ए ल त्यसो भए बस ल भेट्दै गरौँ ल ल भाइ दोस्तले छोडै ल्याऊ मलाई म त गएछ भनेर उडेर जानु आँटेको त कस्तो शीतलमा राखिदिएको स्कुटी चाहिँ होस् उफ